हेलो गाइज गुड मर्निङ। हेलो गाइज हो यहाँ हिजो हाम्रो चाहिँ पुरा बाइकमा 3 जना चढेर जाँदै थियौँ। हाम्रो बाइकमा पुरा चेकिङमा पऱ्यो होइन, अनि यहाँ लपडाइ पऱ्यो। यहाँ 3 जना चढेपछि बिलबुक पनि थिएन हो, अनि यहाँ लाइसेन्स पक्रिदिएछ लिनु जाँदैछौँ। अहिले यहाँ हामी अहिले मुक्ति चोक आइपुग्यो। यहाँ ट्राफिक कार्यालय जानुपर्ने। अब हेर्नु फाइन कति लिने हो, तिर्नुपर्ने छ हो। गाह्रो छ। अब यहाँ 1500को फाइन काट्छ भन्छ साथीभाइहरूले। अब यसो 1000सम्म मिल्यो भने चाहिँ राम्रो हुन्थ्यो भनेको। ट्राफिक कार्यालय यहाँनिर बाइक टक्कसँगले यहाँ अब बिर्लामोडको ट्राफिक कार्यालय पनि आइपुग्यो। भित्रै छिराउन हेरौँ न। हाम्रो यहाँ राकेश गुरुजी फेरि राइडर हो होइन। यो हिजो 3 जना बोकेर रन किन्ने राइडर। अब यहाँ अब आज यहाँ कुरो के हुने हो। ट्राफिक कार्यालयबाट बिलबुक लिएर आइयो है। धन्न कुरो मिल्यो आज है। 1500 भन्दै थियो केटाहरूले, तर 500मै मिल्यो कुरो। हेलो तपाईँ यहाँ बिलबुक देखाउँदा पायो? माल पायो? ल भइगयो त त्यसो भए होइन। मजाको म्याडम हुनुहुँदो रहेछ। सबैजना ट्राफिकहरू नराम्रो चाहिँ हुँदैन है, राम्रो पनि हुँदो रहेछ है। हामीलाई चाहिँ राम्रो सम्झाएर राम्ररी है यस्तो गर्नु हुँदैन त्यस्तो गर्नु हुँदैन भनेर सम्झाएर पठायो है गाइस। खुसी पनि लाग्यो होइन पनि। कोटी होम भन्छ क्या यहाँ चाहिँ पूजा सुजा हुन्छ होइन। पुरा मान्छे डराउने ठाउँहरू छ। आर्यघाटहरू यो मन्दिर आर्यघाटहरू यो स्कर्पियोले त पछि नै छोडेन त हौ, न बाटो छोड्छ है। यो पुरा हाम्रो माइखोलाको पुल हो है यो पुल हो। लाग्छ के माघे गर्ने चाहिँ पुरा। यो यतापट्टि फेरि माइदारो यो मन्दिरहरू होइन। यो चाहिँ माइदार बजार है। सानो सानो टिकाको चिटिकाको बजार छ है।